सो वहाँ कोटाको मन्दिरमा चाहिँ अहिले कार्यक्रम भइरहेको छ पूजाआजा हैन। मैले चाहिँ ड्रोन उडाएर यहाँबाट कोटाको मन्दिरमा पुर्याउने प्रयास गरिरहेको छु। कस्तो हुन्छ हैन। यो अर्घाखाँची जिल्लाको सिद्धगङ्गा नगरपालिका वडा नम्बर 7 मा पर्ने भगवतीको मन्दिर हो। यसलाई चाहिँ कोटाको मन्दिर भनेर पनि चिनिन्छ। आज विशेष तिथि पारेर वैदिक र तान्त्रिक दुवै विधाबाट बलि दिने कार्यक्रम र भगवतीको पूजा आराधना गर्ने कार्यक्रम भइरहेको छ र दृश्य पनि अति नै सुन्दर देखिरहेको छ। चारैतिर हरियाली नै छ हैन। र यो चाहिँ विशेष पहिलाका राजाहरू बस्ने ठाउँ पनि हो। भुरे राजाहरू बस्ने ठाउँ भएर कोट भनेर पनि यहाँनिर भनिएको छ। दसैँ पश्चात दसैँको अर्को दिन एकादशी तिथि पारेर सराय नाच पनि हुन्छ यहाँनिर। भगवतीले दैत्यमाथि विजय प्राप्त गरेको अवसर पारेर सराय नाच, ऐतिहासिक सराय नाच हुने गर्दछ एकादशी तिथि पारेर। तपाईँ आउनुभएको छैन भने आउनुहोला। सिद्धगङ्गा नगरपालिका वडा नम्बर 7 मा पर्ने अर्घाखाँची जिल्लाको र धेरैजसो त आउनुभएको छ, हेर्नुभएको छ र कुनै कारणवश अहिले परदेशमा भएर र व्यस्तताको कारणले गर्दा आउन नपाउनु भएको पनि हुनुहुन्छ भने यहीँबाट मैले भिडियो राख्नेछु र भिडियोबाट पनि हेर्न सक्नुहुनेछ हैन। अनि वरपरको दृश्यहरू यस्तै छ। अहिले चाहिँ यताको साइडमा चाहिँ जोलुके हो। यो पछाडि देखिएका दृश्यहरू जोलुकेको साइडमा पर्छ र यता अगाडिको दृश्यहरू शिवादह र दायाँपट्टिको दृश्यहरू चाहिँ प्युठान र यो चाहिँ अहिले शिवादा नै हो देखिएको र यो चाहिँ जुवाकोट हुँदै माथि निस्किने बाटोहरू चाहिँ यही नै हो। वरपरको दृश्यहरू हेर्नुहोस्, प्राकृतिक दृश्यहरू कति सुन्दर छ, फिल गर्नुहोस् हैन। फिल गरिसकेपछि वरपरको दृश्यहरूले एउटा डाँडाको टुप्पोमा मन्दिर छ, मन्दिरको वरपरबाट सबै खालका दृश्यहरू देख्न सकिन्छ एकदम टपमा भएर। एकदमै सुन्दरताले भरिपूर्ण छ। ल हेर्नुहोस् है त।